नमस्ते सबैलाई। देउराली घुम्न आएको थियो आज। के चाहिँ वेरी हैंडसम बॉय। वाह क्या लड़का है, वेरी हैंडसम बॉय। दाउरा यति बेसी काटेको छ है। कति चाहिँ चाहिन्छ होला है दाउरा चाहिँ। जाउँ एकछिन तल गएर आउँ। यहाँ तल चाहिँ हामी अस्तितिर काँड खेल्नु आउँथ्यो कि डट। अन्त आज त्यतिकै यसो घुम्नु जाउँ भनेर देउरालीदेखि चाहिँ यसो गुम्पादेखि चाहिँ उमाथि गुम्पा यहाँनिर यसो ओह्रालो जानुपर्छ। ऊ तल बस्ने जग्गा बनाएको के हो यो, मजाको बनाएको छ। हजमले केस बिगारिदिएर खै बिचमा भक्कु काटिदिएछ नि। खै हजम मटुम नि भएन हौ। यहाँ चाहिँ साह्रै खप्पै हान्दैछ नि त। यहाँ हेर्नु ल, दामी एउटा देखाउँछु तपाईँहरूलाई। यहाँ चाहिँ क्रिएटिभिटी चाहिँ यति साह्रो छ है लामाहरूको भुटानहरूको। मजाको जग्गा रहेछ। यहाँ मुनि चाहिँ स्याहारी भन्छ खोइ हो कि होइन, स्याहारी अरे नि यहाँ मुनि चाहिँ। हेर न, क्रिएटिभ चाहिँ यत्तिको हुनु पऱ्यो। यहाँ चाहिँ मानी सब मेट्ने छ मानी हो। यहाँ चाहिँ मानी थियो अस्तितिर, अहिले अलिक रहेछ। क्रिएटिभ चाहिँ यत्तिको हुनु पऱ्यो। थुप्रो छ ऊ तल पनि हो, ऊ त्यहाँ तलतिर पनि हो। गाइस स्याहारी रहेछ यो हो। ओ यहाँ मुनिको यो स्कुल चाहिँ अस्ति पोहोर फुटबल खेल्न आएको थिएँ म। यहाँ यही स्कुल हो। 9-0 भेटेको थियो नि, 9-0 भेटेको थियो नि। अब चाहिँ फर्क्यौँ। यस्तो खासै केही छैन, जस्ट घुम्नु मात्रै आएको हो। ब्लगर